के राम्रो हो कि नराम्रो हो भने अब यसको म लिगल पाटोमा चाहिँ म जान चाहन्न है। लिगल पाटोमा बडी बिल्डिङमा एनाबोलिक स्टेरोइड्सहरू प्रयोग गर्न हुन्छ कि हुन्न भने लिगल पाटोको विषयमा चाहिँ म कुरा गर्न चाहन्न, तर यसको केही बेफाइदाहरूको बारेमा म कुरा गर्न चाहन्छु है। सो पहिलो बेफाइदा त के हो भनेर भन्दाखेरि यसले हाम्रो मुड स्विङ्सहरू गराउने गर्दछ होइन। कहिले कि त यसले हामीलाई एकदम एङ्सियस बनाउने गर्दा एङ्जाइटी तर्फ लैजान सक्छ भने हामीलाई यही एनाबोलिक स्टेरोइड्सले कहिलेकाहीँ डिप्रेसन पनि गराउने गर्दछ। सो एउटा मुड स्विङ्सको कुराहरू गर्न चाहे। सो र दोस्रो भनेको हर्मोनल परिवर्तन नै भयो होइन। सो एनाबोलिक स्टेरोइडले के गर्ने गर्दछ त भन्दाखेरि महिलाहरू हो भने चाहिँ महिनावारीमा गडबडी ल्याइदिने, त्यसैगरी पुरुष हो भनेपछि चाहिँ स्पर्म काउन्ट्स कम गराइदिने यसले, र इन्फर्टिलिटी गराउन सक्ने पनि यसले चान्सेसहरू गराउँछ भने यसको साथसाथै यसले शरीरका अन्य भित्री अङ्गहरूलाई यसले हानिकारक गराउँछ। उदाहरणको निम्ति कलेजो, उदाहरणको निम्ति किडनी, उदाहरणको निम्ति मुटु है। र यदा कदा कहिलेका जुन सडन कार्डियक अरेस्ट भनेर भन्ने गर्दछौँ है, त्यो पनि एनाबोलिक स्टेरोइडसँग कतै न कतै रूपमा सम्बन्धित भएको छ। र अब साथै छालामा चाहिने एनाबोलिक स्टेरोइड्सहरूको कारणले गर्दाखेरि पिम्पलहरू बढी मात्रामा आउने होइन, त्यो जुन हाम्रो ओइली स्किन भन्छ नि त्यस्तो स्किनहरू पैदा गर्ने गर्दछ।